हेलो साथीहरू, वेलकम ब्याक। आजको चाहिँ नयाँ भिडियोमा हैन। आज चाहिँ हामी चाहिँ कहाँ जान लाग्यो भने हामी चाहिँ दुईजना भएर अस्ति नै 2-3 हप्ता अगाडि एक्जाम दिन गएको थियौँ नि त। त्यो एक्जाम फेरि अब यो सन्डेदेखि क्लास थियो कि, त्यही भएर चाहिँ फर्स्ट टाइम कलेज जान लाग्यो। हेर्नुहोस् न, हाम्रो खोलामा चाहिँ आइस भएर यस्तो छ हैन, चिसो छ कि साह्रै। आजसम्म भिडियो गराउनुको रिजन नै आम्मा यति चिसो छ कि कोरियामा। हेर्नु अब के भनिदिनु। नर्मल्ली दिनमा कति हुन्छ भने -7-8 त भइरहेको हुन्छ, तर आज चाहिँ कस्तो घाम लागेछ हैन। घाम पनि देख्न पाइयो जोस्, नत्र भने खासै घाम पनि देख्नै पाइँदैन कि कोरियामा त। धन्न घाम लाग्यो नि चिसो नै छ। हामी दुईजना चाहिँ टक्क जान लाग्छौँ, अरू केटाहरू चाहिँ अगाडि गइसक्यो रे। हात पनि हेर्नु न, यस्तो चलाउने बेला पनि पुरै ठिर्राउँछ। हाम्रोतिर ठिर्राउँछ हुन्छ नि त। कोरियन बुढीहरू चाहिँ यस्तरी हिँडिरहेको हुन्छन् एक्लै हैन, उन्दुङ गर्छन् कि कोरियामा। हामी चाहिँ गर्दैनौँ। हामी चाहिँ यहाँ कहाँ आइपुग्यौँ, यो सागरी चौबाटोनिर आइपुग्यौँ हैन। यहाँ चाहिँ अब ह्वाङदानबोधो कुर्नु पर्ने हुन्छ, एकछिन टाइम गाह्रो छ। तर गाडी चाहिँ खासै हुँदैनन् है, यो चाहिँ हाइवे नै हो, तर गाडी चाहिँ हुँदैनन्। चिसो पनि कस्तो छ भने आम्मा, चिसो पनि त्यस्तै चिसो, अनि पुरै हावा पनि चल्ने कि। हावा पनि चलेपछि त के रहिजाओस्, पुरै हात खुट्टा मुख फुटेर गाह्रो छ कोरियामा चाहिँ हैन। आज जाँदैछौँ हामी दुईजना, अरू केटाहरू चाहिँ अगाडि गइसकेका हुन्। हामी साडु र म चाहिँ लास्ट छौँ कि। टाइम पनि अलि बढी नै भइसक्यो। केटाहरू कति छिटो गइसकेछन्। ऊ हाम्रो अगाडिको सिफ्टको केटाहरू चाहिँ पढेर आइसकेछन्। ऊ साथीले चाहिँ भेट्यो, म चाहिँ अगाडि हिँडेँ। हाम्रो चाहिँ अब आइपुगिसक्न लाग्यो है। यहाँनिर उतापट्टि हो, ऊ साथी आयो। अब चाहिँ हामी यहाँदेखि माथि जानुपर्ने हुन्छ। यहाँदेखि हाम्रो इन हो। अस्ति कति 3rd फ्लोर जस्तो लागिरहेको थियो। अब हामी जान्छौँ माथि गएर हाम्रो देशको झन्डा पनि छ है त्यहाँ चाहिँ। हाम्रो देशको झन्डा पनि छ त्यहाँ ऊ। अनि त्यहाँदेखि चाहिँ माथि गएर 3rd फ्लोर हो कि क्या, 3rd फ्लोरमा गएर यहाँ चाहिँ ब्याङ्क छ क्या, माथिल्लो तलामा रहेछ। माथिल्लो तलामा पुग्न आँट्यौँ। भित्र चाहिँ दामी छ है। अनि त्यहाँबाट अरू चाहिँ पढ्न सुरु गरिसकेको छन्। हामी दुईवटा चाहिँ भर्खर गयौँ। के पढाए मास्टरनीले। अब के भन्नु, कोरियनलाई त के भन्छन्। पढेर पनि निस्किसक्यौँ है। आज चाहिँ धेरै होइन, 2 घन्टा मात्र पढ्नु पर्थ्यो। 2 घन्टा नि आज खासै नयाँ किताब नभएर केही पढाएन, छाकिसके मात्र गराए। छाकिसके दिएर चाहिँ फर्क्यौँ हामी चाहिँ। तर आज चाहिँ खुसीको कुरो चाहिँ मैले हाम्रै गाउँको भाइ भनौँ कि साथी भनौँ, विवेक भाइ हुन् तर साथी है, तिनलाई चाहिँ भेटेर चाहिँ अब खुसी लाग्यो। कोरिया आएको 3-4 महिना भइसकेको थियो, तर पनि कसैलाई भेटेको थिइनँ। आफ्नै गाउँको आफूभन्दा पछाडिको एक ब्याच पछाडिको जुनियर भाइलाई चाहिँ भेटेर चाहिँ अब हामी फर्किन लागेको। हामी चाहिँ अब नजिकै पुग्न आँटा त छौँ। एकछिन अब यहीँ बस्यौँ अनि बसेर चाहिँ निस्क्यौँ होइन। चिसो भएन, बाहिर बस्नुभन्दा रुममै जाउँ। हाम्रो चाहिँ रिभर टाउन चाहिँ त्यो माथिको हामी बस्ने ठाउँ चाहिँ होइन, त्यहाँ बस्ने हो। हामी चाहिँ अब जान लागेको। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस्, पुरानै हुनुहुन्छ भने पनि लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहोस् साथीहरू। आजको भिडियो चाहिँ यति नै। अर्को नेक्स्ट भिडियो चाहिँ भेटौँला, बाई, सी यू।